सबैजनालाई जय मसी। म तपाईहरुको धेरै समय लिने छैन। आजको हामी टपिक्समा हामी जानेछौँ। सो आजको हाम्रो टपिक्स रहेको छ, पर्खनुहोस् ल म देखाउँछु ल। हुन्छ, आउँदैछ है। स्पिरिचुअल गिफ्टको बारेमा हामी आज हेर्नेछौँ अनि बाइबलमा चाहिँ स्पिरिचुअल गिफ्टको बारेमा यहाँ मेन्सन गरेको छ। तपाईको कोरिन्थीको पुस्तकमा कोरिन्थियन च्याप्टर 12 तपाईले पढ्नुभयो भने अनि आज धेरै मानिसहरूलाई स्पिरिचुअल गिफ्टको बारेमा कतिजना जना चाहिँ इग्नोरेन्ट भएकोले गर्दाखेरि चाहिँ हामीले यो बारेमा चाहिँ प्रिचिङ गर्नु चाहिँ अति आवश्यक छ। सो स्पिरिचुअल गिफ्ट अफ होली स्पिरिट भनेर चाहिँ मैले यहाँ टपिक लेखेको छु। अनि त्यसमा चाहिँ गडको इन्टेन्सन चाहिँ के छ भन्दाखेरि चाहिँ एभ्रीवान शुड नो एज अ बिलिभर हैन, वी शुड नो व्हाट इज स्पिरिचुअल गिफ्ट भन्ने कुरा चाहिँ गडको इन्टेन्सन हो है। गडले चाहिँ स्ट्रङली डिजायर के गर्नुहुन्छ भन्दाखेरि चाहिँ नाउ कन्सर्निङ स्पिरिचुअल गिफ्ट ब्रदरन I do not want you to be ignorant, है। I do not want you to be uninformed भनेर चाहिँ अरु बाइबलमा लेखेको छ। हामी चाहिँ यो बारेमा चाहिँ लिटरेट हुनु अति आवश्यक छ। स्पिरिचुअल गिफ्ट भनेर तपाईलाई कसैले सोध्छ भने हामीले स्पिरिचुअल गिफ्टको बारेमा एज अ बिलिभर हामीले भन्नु सक्नुपर्छ है। एज अ ट्रु बिलिभर हामीले भन्नु सक्नुपर्छ। हामी चाहिँ इफ यु आर इग्नोरेन्ट अथवा इफ यु आर इलिटरेट वी आर नट अ ट्रु क्रिस्चियन। अनि त्यहाँबाट हामीलाई थाहा हुन्छ है तपाईँ हामीलाई कति थाहा छ स्पिरिचुअल गिफ्टको बारेमा। अनि बाइबलले चाहिँ भन्छ नट टु बी इग्नोरेन्ट, वी हेभ टु बी लिटरेट अन दिस टपिक। त्यही भएर पहिलो 1 कोरिन्थियन 12 को तपाईले 1 र 2 मा पढ्नुभयो भने चाहिँ त्यो कुरा पाउन सक्नुहुन्छ। सो आई वुड लाइक टु लिटरेट अबाउट दिस स्पिरिचुअल गिफ्टको बारेमा टुडे हैन। अनि स्पिरिचुअल गिफ्ट भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ यो चाहिँ गिफ्ट फ्रम होली स्पिरिट है। देयर आर लट्स अफ स्पिरिचुअल गिफ्ट। अनि बाइबलमा धेरै छ स्पिरिचुअल गिफ्टहरू। अनि त्यो सबै चाहिँ एउटै होली स्पिरिटले उहाँले हामीलाई दिनुहुन्छ। देयर आर डिफरेंट काइन्ड्स अफ गिफ्ट बट द सेम स्पिरिट डिस्ट्रिब्युट देम है। सेम भनेको चाहिँ होली स्पिरिट। होली स्पिरिटले चाहिँ त्यो के गर्नुहुन्छ हामीलाई डिस्ट्रिब्युट दिनुहुन्छ हामीलाई। देयर आर डिफरेंट काइन्ड्स अफ सर्भिस but the same Lord हैन, एउटै गड हुनुहुन्छ हैन। there are different kinds of working but in all of them and in everyone it is the same God at work भनेको छ है। धेरै डिफरेंट डाइभर्सिटी भएको होली स्पिरिटको गिफ्ट धेरै भए तापनि दिने चाहिँ को हुनुहुन्छ त एउटै हुनुहुन्छ, एउटै होली स्पिरिट अनि एउटै गड हुनुहुन्छ भनेर चाहिँ भनेको छ। सो आजको हजुर तपाईको स्लाइड मुभ भइरहेको छैन दाइ। Oh, sorry, my bad. Okay. पर्खनुहोस् ल। Alright. Okay. दाइ तपाईको फ्रीज भएको छ, लाइक स्लाइड नै फर्स्ट पेजमा मात्रै छ। यो देख्नुभयो? छैन दाइ, फर्स्ट पेजमै अड्केको छ। आई थिंक तपाईको डेस्कटप शेयर नभइकिन तपाईको चाहिँ उ मात्र शेयर भयो जस्तो छ के दाइ। ओके। स्लाइड मात्र शेयर भयो जस्तो छ। पर्खनुहोस् ल। हस्। राइट, म फेरि शेयर गर्छु ल। अलिक ह्याङ भयो जस्तो लाग्यो मलाई। यो गर्यो त्यसपछि ओके, अनि त्यसपछि यो गर्यो अनि शेयर गर्यो। ओके, यो देख्नुहुन्छ? सक्नु दाइ। हजुर दाइ, अब त्यो अहिले चाहिँ भयो त्यो तलपट्टि त्यो प्लस माइनसको साइनमा एउटा कप जस्तो छ नि, प्रभु भोजको कप जस्तो छ तलपट्टि। प्लस माइनसको कतापट्टि बहिनी? यो यो हो त्यो थिच्नु त दाइ। त्यो आयो? हो दाइ। अब स्लाइड तपाईँको ब्याक फर्स्टमा जानुहोस् न। हुन्छ, तर यहीँबाटै हो होइन? इन्टेन्सन मैले भन्दै थिएँ होइन, यहीँबाट सुरु गरौँ है। गडको इन्टेन्सन चाहिँ के हो भन्दाखेरि एभ्री बिलिभर सुड नो अबाउट स्पिरिचुअल गिफ्ट होइन।
नो वान सुड बी इग्नोरेन्ट अबाउट दिस सब्जेक्ट टपिक्स भनेर चाहिँ गडको इन्टेन्सन हो। त्यसैले आइ एम हियर टु लिटरेट अबाउट द स्पिरिचुअल गिफ्ट होइन। कताबाट सर्छ भने यो त्यसै सर्दैछ नि त। ओके राइट ओके इन्टेन्सन हामीले गडको इन्टेन्सन बुझिसकेको छौँ। नेक्स्टमा चाहिँ वाट इज स्पिरिचुअल गिफ्ट भनेर मैले तपाईँलाई भनिसकेको छु होइन। यो चाहिँ गिफ्ट देयर आर लट्स अफ स्पिरिचुअल गिफ्ट, तर एउटै होल स्पिरिटले हामीलाई त्यो यो कुरो हामीलाई प्रोभाइड गर्नुहुन्छ, डिस्ट्रिब्युट गर्नुहुन्छ भनेर हामीले थाहा पाएका छौँ होइन। त्यसपछि अर्को चाहिँ के हो भन्दाखेरि चाहिँ हामी चाहिँ परमेश्वरको टेम्पल हो। वी हेभ बिकम द टेम्पल अफ गड होइन। अनि परमेश्वर चाहिँ हामीभित्र डुवेल गर्न चाहनुहुन्छ। अनि परमेश्वरले हामीलाई होली स्पिरिट दिनुहुन्छ। जब तपाईँ हामीले 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 चाहिँ जिजस क्राइस्टलाई चाहिँ एज अ सेभियर हामीले एक्सेप्ट गर्छ, ग्रहण गर्छ, प्रभुलाई ग्रहण गर्छ, त्यो दिनदेखि चाहिँ हामीले चाहिँ परमेश्वरले चाहिँ होली स्पिरिट दिनुहुन्छ। अनि होली स्पिरिट हामी चाहिँ पवित्र आत्माको मन्दिर हो होइन। अनि होली स्पिरिट जब हाम्रो जीवनमा होली स्पिरिट आउनुहुन्छ अनि होली स्पिरिटले चाहिँ हामीलाई चाहिँ स्पिरिचुअल गिफ्टहरू दिनुहुन्छ भन्ने चाहिँ त्यो चाहिँ बिब्लिकल त्यो चाहिँ डक्ट्रिन हो है। सो 1 कोरिन्थी च्याप्टर 3 वर्स 16 के भनेको छ भन्दाखेरि Do you not know that you are the temple of God and that the Spirit of God dwells in you भनेको छ हो। So when we have a faith in Christ as a Savior, Lord our Savior होइन, हामीलाई चाहिँ होली स्पिरिट दिनुहुन्छ। अनि होली स्पिरिटले चाहिँ हामीलाई चाहिँ स्पिरिचुअल गिफ्टहरू उहाँले दिनुहुन्छ। सो आज हामी त्यही स्पिरिचुअल गिफ्टको बारेमा आज हामी हेर्नेछौँ। सो त्यहाँ धेरै किसिमको स्पिरिचुअल गिफ्टको बारेमा भनिएको छ। हामी यहाँ हेर्छौँ To one there is given through the Spirit a message of wisdom हो, बुद्धिको कुरा गर्ने विस्डम। कसैलाई विस्डमको गिफ्ट दिएको छ भने टु एनदर अ मेसेज अफ नलेजको बारेमा होइन, बाई मिन्स अफ द सेम स्पिरिट होइन, त्यही पवित्र सेम होली स्पिरिटले दिनुभएको है। टु एनदर फेथ बाई द सेम स्पिरिट होइन, कसैलाई विश्वास प्रभुमा गहिरो विश्वास गर्ने त्यो पनि गिफ्ट हो। टु एनदर द गिफ्ट अफ हिलिङ होइन, हिलिङ अफ सिक बडी अथवा हिलिङ अफ तपाईँको सोललाई पनि हिल गर्ने चाहिँ हामीलाई चाहिँ परमेश्वरले गिफ्ट दिनुभएको छ बाई सेम स्पिरिट। एन्ड एनदर मिराकलस पावर है, अचम्मको मिराकल गर्ने खालको शक्ति उहाँले दिनुहुन्छ होइन। सर्पले डस्दाखेरि पनि मान्छे नमर्ने खालको, जसरी पावललाई विषालु सर्पले उसलाई डसेको थियो तर पावल मरेको थिएन, द्याट्स अ मिराकल होइन। मरेको मान्छेलाई बिउजाउने, मरेको मान्छेलाई चाहिँ रिजरेक्सन गर्ने, त्यो पनि मिराकल्स पावरमा पर्दछ। अनि एलियाले 3.5 वर्ष होइन फेमिन हुँदाखेरि उसले प्रार्थना गरेपछि के भएको थियो, वर्षा भएको थियो, रेन भएको थियो, त्यसलाई भन्छ मिराकल्स होइन। अनि कसैलाई प्रोफेसीको बारेमा होइन, प्रोफेसीले चाहिँ के गर्छ, हाम्रो चर्चमा चाहिँ यसले के गर्छ, अपलिफ्ट गर्छ, स्पिरिचुअल अपलिफ्ट गर्छ। यसले चाहिँ हामीलाई के गर्छ, सतर्क गराउँछ। अनि यो गिफ्ट भएको मान्छेहरू चर्चमा हुनु पर्दछ है, प्रोफेसी भएको मान्छेहरू। अनि फ्युचरमा अब के हुनु लागेको छ भन्ने कुराहरू बताउने गिफ्ट पनि मान्छेमा विश्वासीहरूलाई चाहिँ परमेश्वरले दिनुहुन्छ। टु एनदर डिस्टिङ्ग्युसिङ बिट्विन स्पिरिट है, आत्मा छुट्याउने, डिसर्निङ स्पिरिट होइन, डिसर्निङ आत्मा छुट्याउने। चर्चमा धेरै किसिमको मान्छेहरू आउँछ, धेरै किसिमको क्रिस्चियनहरू हुन्छ। अनि कति चाहिँ डिसेप्टिभ खालको हुन्छ। अनि त्यो आत्मालाई पनि छुटाउन सक्ने खालको वरदान चाहिँ हामीले थाहा पाउनुपर्छ होइन। त्यो खालको कति मान्छे चाहिँ विच क्राफ्टहरू हुन्छ। अनि चर्चमा आएर चाहिँ उसले चाहिँ के गरिरहेको हुन्छ, विच क्राफ्ट प्ले गरिरहेको हुन्छ। त्यस्तो आत्माहरू छुटाउने पनि हाम्रो मण्डलीमा चाहिँ गिफ्ट भएको मान्छेहरू हुनुपर्दछ। डिसर्निङ स्पिरिट। टु एनदर स्पिकिङ इन डिफ्रेन्ट काइन्ड अफ टङ भनेको छ होइन। अनि अब यो न्यू टङमा बोल्ने, यो अन्य भाषा बोल्ने भन्छ हामी होइन, यो हेभनली ल्याङ्ग्वेज हो जुन चाहिँ हामीले परमेश्वर हामीसँग हामी बोलिरहेका हुन्छौँ। यो पनि परमेश्वरले हामीलाई दिनुहुन्छ। एन्ड टु स्टिल एनदर द इन्टरप्रिटेसन अफ टङ है। अनि त्यो न्यू टङलाई चाहिँ इन्टरप्रिटेसन गर्ने त्यो पनि एउटा गिफ्ट हो। अनि यो बारेमा चाहिँ हामीलाई चाहिँ थाहा हुनु पर्दछ। अब यो यति धेरै गिफ्टहरू छ होइन तपाईँ हाम्रो मण्डलीमा। अनि हामीसँग चाहिँ कुन चाहिँ गिफ्ट छ, परमेश्वरले कुन चाहिँ गिफ्ट दिनुभएको छ, त्यसलाई चाहिँ हामीले एक्सप्लोर गर्नु पर्दछ। बुझ्दै हुन्छ नि, परमेश्वरले चाहिँ हामीलाई दिनुभएको छ, त्यसलाई चाहिँ हामीले चाहिँ
हामीले चाहिँ प्रार्थना गरेर प्रभुसँग हामीले माग्नु पर्दछ। प्रभु तपाईँले मलाई कुन चाहिँ गिफ्ट मलाई मेरो लाइफमा दिनुभएको छ, अनि त्यो गिफ्टले चाहिँ तपाईँले मिनिस्ट्री गर्नु पर्दछ है। विदाउट गिफ्ट तपाईँको मिनिस्ट्री चाहिँ प्रभावशाली अथवा पावरफुल अथवा इम्प्याक्ट गर्न सक्दैन। द्याट्स वाइ होली स्पिरिटले तपाईँलाई हरेकलाई चाहिँ गिफ्ट दिएको छ, एउटा न एउटा चाहिँ गिफ्ट दिएको छ है। अनि एउटा चाहिँ सर्टेन हो कि होली स्पिरिटले तपाईँ हामी सबैलाई चाहिँ अन्य भाषा न्यू टङ चाहिँ दिन चाहनुहुन्छ। किन भन्दाखेरि पेन्टिकोसको दिनमा 12 जना चेलाले चाहिँ अन्य भाषा बोलेको थियो। अनि त्यो 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 तपाईँले घटनालाई इभेन्टलाई हेर्नुहुन्छ भने चाहिँ न्यू टङ चाहिँ सबैको लागि हो हैन, न्यू टङ चाहिँ सबैको लागि हो। तर अरू गिफ्ट चाहिँ इट डिपेन्ड्स अपन होली स्पिरिट हैन, इट डिपेन्ड्स अपन गड। तपाईँलाई परमेश्वरले के दिन चाहनुहुन्छ अनि तपाईँले चाहिँ एक्सप्लोर गर्नुपर्ने हुन्छ बाई प्रेयर हैन, प्रार्थनाद्वारा तपाईँले चाहिँ एक्सप्लोर गर्नुपर्ने हुन्छ कि मेरो जीवनमा मेरो गिफ्ट के हो। टिचिङको गिफ्ट छ कि तपाईँसँग हैन, एक्जोर्टेसन भनेको एक्जोर्टेसनको गिफ्ट छ कि कसैलाई इन्करेज गर्ने हैन, गिभिङ्सको गिफ्ट छ कि, त्यो कुरो चाहिँ एक्सप्लोर तपाईँ हामीले गर्नुपर्दछ। हामी हेर्दै जाउँ, तपाईँहरूले यो बुझ्नुभयो होला हैन। अनि यो गिफ्टको ओरिजिन, द ओरिजिन अफ अल गिफ्ट इज होली स्पिरिट हैन। सबै गिफ्ट चाहिँ के हो त, यसको ओरिजिन चाहिँ कहाँ हो त, होली स्पिरिटले नै दिनुहुन्छ। देयर आर डिफरेन्ट काइन्ड्स अफ गिफ्ट बट द सेम होली स्पिरिट प्रोभाइड्स देम भनेर चाहिँ भनेको छ हैन। होली स्पिरिटले नै हामीलाई दिनुहुन्छ। अब तपाईँ कति होली स्पिरिटसँग तपाईँ इन्टिमेट हुनुहुन्छ, होली स्पिरिटसँग तपाईँले कति समय बिताउनुहुन्छ, अनि तपाईँले प्रार्थनामा तपाईँले कति तपाईँले गर्नुहुन्छ प्रार्थना, पवित्र आत्माको भरपुरीमा तपाईँले कतिको प्रार्थना गर्नुहुन्छ, त्यसमा चाहिँ डिपेन्ड गर्दछ है। यहाँ त्यही भएर चाहिँ हामीले चाहिँ हाम्रो गिफ्ट के हो भन्ने कुरा चाहिँ हामीले थाहा पाउनको लागि चाहिँ हामीले प्रार्थना गर्नु पर्दछ हैन। तपाईलाई कसैले भन्नु पनि सक्ला हैन, तपाईको अगुवाले भन्नु सक्ला, तपाईको साथीहरूले भन्नु सक्ला, ओ तिम्रो गिफ्ट त यो छ भनेर कसैले भन्नु सक्छ हैन। तर कति जनालाई चाहिँ थाहा पनि हुँदैन मेरो गिफ्ट यो हो भनेर। अनि तपाईले चाहिँ एभ्रीडे त्यसलाई चाहिँ के गर्नुपर्छ भन्दाखेरि जब तपाईलाई तपाईको गिफ्ट थाहा हुन्छ, तपाईले चाहिँ एभ्रीडे तपाईले चाहिँ त्यसलाई चाहिँ पोलिश गर्नुपर्ने हुन्छ, त्यसलाई चाहिँ तपाईले प्र्याक्टिस गर्नुपर्ने हुन्छ। त्यही भएर बाइबलमा किन चाहिँ चर्च जानुपर्छ भन्दाखेरि त्यो चाहिँ एउटा यस्तो ठाउँ हो जहाँ तपाईले तपाईको गडले त्यो स्पिरिचुअल गिफ्ट दिनुभएको ठाउँलाई चाहिँ तपाईले प्र्याक्टिस गर्न सक्नुहुन्छ है। अनि जति प्र्याक्टिस गर्नुहुन्छ त्यति नै तपाईँ के हुँदै जानुहुन्छ भन्दाखेरि तपाईँ चाहिँ त्यतिकै तपाईँ चाहिँ स्ट्रङ स्पिरिचुअली तपाईँ चाहिँ स्ट्रङ हुँदै जानुहुन्छ। अनि यसलाई चाहिँ प्र्याक्टिस गर्न अति आवश्यक छ। हामी तल जानेछौँ। अनि कसलाई दिन्छ भन्दाखेरि चाहिँ कसलाई यो गिफ्ट चाहिँ कसलाई दिन्छ भन्दाखेरि हरेक विश्वासीलाई जसले चाहिँ जिजस क्राइस्ट इज माई लर्ड भनेर एक्सेप्ट गरेको छ, उनीहरू सबैलाई चाहिँ यो गिफ्ट पवित्र होली स्पिरिटले दिनुहुन्छ। सो आई वान्ट यु टु नो द्याट नो वान स्पिकिङ बाई द स्पिरिट अफ गड विल कर्स जिजस एन्ड नो वान क्यान से जिजस इज लर्ड एक्सेप्ट बाई द होली स्पिरिट हैन। होली स्पिरिट भएको व्यक्तिले मात्रै जिजस इज लर्ड भन्नु सक्दछ हैन। अनि त्यही भएर चाहिँ हामीमा होली स्पिरिट परमेश्वरले हामीमा हालिदिनु भएको छ। अनि होली स्पिरिटसँग हामी जति सेन्सिटिभ हुन्छ त्यति हाम्रो जीवनमा हामीलाई थाहा हुन्छ होली स्पिरिटले हामीलाई कुन चाहिँ गिफ्ट दिनुभएको छ भनेर। अब इट डिपेन्ड्स तपाईले कति पवित्र आत्माको भरपुरीमा प्रार्थना गर्नुहुन्छ, पवित्र आत्माको तपाईको फुलफिलमेन्टमा तपाईँले प्रार्थना गर्नुहुन्छ। जति तपाईँ सेन्सिटिभ हुनुहुन्छ, इन्टिमेट हुनुहुन्छ होली स्पिरिटसँग, त्यति तपाईँले तपाईँको गिफ्टलाई एक्सप्लोर गर्नुहुन्छ अनि त्यही अनुसार तपाईँले मिनिस्ट्री गर्न सक्नुहुन्छ है। त्यसैले हरेक समय हरेक दिन चाहिँ प्रार्थना गर्नु, पवित्र आत्माको भरपुरीमा प्रार्थना गर्नु अति आवश्यक छ। यस, हाउ मेनी गिफ्ट्स यु क्यान ह्याभ। ओके, अब यो पनि अब क्लियरली बाइबलमा त लेखेको छैन हाउ मेनी गिफ्ट्स यु क्यान ह्याभ भनेर। तर के हो भन्दाखेरि चाहिँ हरेकसँग एउटा गिफ्ट चाहिँ हुन्छ भनेको छ बाइबलले है। नाउ टु इच वान द मेनिफेस्टेसन अफ द स्पिरिट इज गिभन फर द कमान्ड गुड्स भनेको छ है। टु सर्भ अदर पिपल भनेको छ अरू बाइबलमा चाहिँ। हरेकलाई चाहिँ एउटा भनेको छ नि, यहाँ देख्नुभयो
For now to each one the manifestation of the Spirit is given for the good command, है, to serve the people भनेर भनेको छ है। हामीलाई होली स्पिरिटको गिफ्ट चाहिँ किन दिएको भन्दाखेरि चाहिँ हाम्रो मण्डलीमा भएको अरू विश्वासीहरूलाई सर्भ गर्नको लागि उहाँले दिनुभएको। एउटा मात्रै गिफ्ट छ, त्यो गिफ्ट चाहिँ तपाईँले आफूलाई सर्भ गर्नुहुन्छ अनि त्यो गिफ्ट चाहिँ हो न्यू टङ एडिफाई स्पिरिचुअली एडिफाई योरसेल्फ हैन। एउटा मात्रै गिफ्ट छ जुन गिफ्ट चाहिँ तपाईँले यु सर्भ योरसेल्फ, तपाईँको स्पिरिचुअल एडिफिकेसन हुन्छ। तपाईँले जति त्यो न्यू टङमा तपाईँले बोल्नुहुन्छ, प्रार्थना गर्नुहुन्छ, तपाईँको स्पिरिचुअल एडिफिकेसन हुन्छ। तर अरू बाँकी सबै गिफ्टहरू छ नि, त्यो चाहिँ तपाईँले यु युज देम विथ लभ टु सर्भ अदर्स है। त्यो चाहिँ हामीले बुझ्नु पर्दछ हो। हरेकलाई एउटा गिफ्ट चाहिँ दिएको छ। तपाईँले युनिट टु एक्सप्लोर, हामी सबैले एक्सप्लोर गर्नुपर्छ त्यो गिफ्ट चाहिँ के हो भनेर। त्यही भएर चाहिँ मत्तीको म्याथ्यू च्याप्टर 22 भर्स 15 मा के भनेको छ भन्दाखेरि त्यहाँ प्याराबल्स भनेको छ है। टु वान हैज गेभ 5 bags of gloves, to another 2 हैन, and to another 1 bag each according to his ability भनेको छ। then he went to his journey भनेको छ है। अब यो गिफ्ट यो ब्याग्स अफ गोल्ड भनेको छ, यो चाहिँ एउटा यो चाहिँ तपाईँको मेटाफोर हो, तर एक्चुअली यो चाहिँ गिफ्ट अफ होली स्पिरिट भन्दा पनि हुन्छ हो। गडले एकजनालाई 5 दिनुभएछ, एकजनालाई 2वटा दिनुभएछ, एकजनालाई एउटा दिनुभएको छ, तर कसैलाई पनि खाली हात चाहिँ राख्नु भएको छैन। नो वान इज एम्प्टी ह्यान्डेड हो। बाई दिस प्याराबल वी नो द्याट हैन, क्रिस्चियनलाई चाहिँ हरेक बिलिभर्सलाई चाहिँ उहाँले चाहिँ एउटा गिफ्ट दिनुभएको छ थोरैमा है, according to his ability भनेको छ। So in that case we need to explore what is our gift in my life and how can I glorify God with my spiritual gift हो। त्यसैले तपाईले फेरि यो प्याराबल राम्रोसँग तपाईले पढ्नु भयो भने जसले चाहिँ राम्रो गरेको छ, जसले चाहिँ यो गिफ्टलाई उसले पोलिश गरेको छ अनि गिफ्टलाई उसले मल्टिप्लाई गरेको छ, उसलाई अझै थप्दिएको छ है। फेरि यो तपाईको प्याराबल्स हेर्नुस्, यो म्याथ्यू च्याप्टर 25 मा हेर्नुस्, उसलाई जोसँग 5वटा थियो उसलाई डबल 10वटा बनाइदिएको छ। सो इट मिन्स त्यसले के हामीलाई लेसन दिन्छ भन्दाखेरि चाहिँ जति तपाईले तपाईसँग भएको अहिले प्रेजेन्टमा भएको गिफ्टलाई तपाईले पोलिश गर्नुहुन्छ, वर्कआउट गर्नुहुन्छ, त्यो लेबर हार्ड गर्ने विश्वासीलाई चाहिँ परमेश्वरले अझै डबल उहाँले चाहिँ गिफ्ट दिनुहुन्छ भन्ने चाहिँ यो डक्ट्रिनबाट चाहिँ हामीलाई थाहा हुन्छ हो। यहाँ क्लियरली लेखेको छैन, तर मैले बाई द हेल्प अफ होली स्पिरिट मैले यो कुरो चाहिँ मैले चाहिँ रेभुलेसन पाएको छु। बुझ्दै हुन्छ नि हैन। एउटा गिफ्ट चाहिँ तपाईहरुसँग छ, तपाईहरुले हामीले पत्ता लगाउनु पर्दछ है। अनि एउटा गिफ्ट चाहिँ सबैको लागि हो, त्यो चाहिँ न्यू टङ हो है। किन भन्दाखेरि पेन्टिकोस्टको दिनमा हरेक 12 जना चेलाले चाहिँ अन्य भाषा बोलेको छ। अनि धेरै तपाईको इभेन्टमा तपाईले पाउनुहुन्छ मान्छेले होली स्पिरिटको ब्याप्टिजम हुँदाखेरि उनीहरूले न्यू टङमा उनीहरू बोलेको छ है। तपाईले स्ट्रङली डिजायर गर्नुहुन्छ भने अनि तपाईले प्रार्थना गर्नुहुन्छ भने त्यो गिफ्ट तपाईले पाउनुहुन्छ। अनि तपाईसँग भएको गिफ्टसँग तपाई अनेस्ट भएर अनि ओबिडियन्स भएर तपाईले त्यसलाई युज गर्नुहुन्छ, मिसयुज गर्नुहुन्न भने तपाईको गिफ्ट चाहिँ परमेश्वरले डबल गरिदिनुहुन्छ है। यहाँबाट थाहा हुन्छ। सो द पर्पज अफ गिफ्ट चाहिँ के हो भन्दाखेरि तपाईलाई गिफ्ट गडले दिनुभएको छ होला हैन। गिफ्ट विदाउट तपाईको गिफ्ट चाहिँ यदि तपाईले प्रभुको लागि चलाउनु हुन्न, मिसयुज गर्नुहुन्छ, संसारको लागि तपाईले चलाउनुहुन्छ भने द्याट्स युजलेस, अनि त्यो चाहिँ एम्प्टी हो हैन, वर्थलेस हुन्छ। त्यसैले हामीलाई गडले किन स्पिरिचुअल गिफ्ट दिनुहुन्छ भन्दाखेरि चाहिँ spiritual gift is given to each of us so we can help each other. Amen हो। यसको पर्पज चाहिँ के हो त? हामीले एकले अर्कालाई चाहिँ अपलिफ्ट गर्न, स्पिरिचुअली अपलिफ्ट गर्नको लागि अनि सपोर्ट गर्नको लागि अनि हेल्प गर्नको लागि हो। हामी बोस्ट गर्नको लागि हैन, प्राउडी हुनको लागि हैन। यो चाहिँ बुझ्दै हुनुहुन्छ नि हैन। अब हामी लास्टमा आएको छौं।
यो समरी चाहिँ यो छ हो। गिफ्ट अफ द स्पिरिट चाहिँ यो छ। गिफ्ट अफ प्रोफेसी तपाईँले पाउनुहुन्छ, रोमीको पुस्तकमा लेखेको छ। प्रोफेसी हामीलाई अति यसले चर्चलाई नै यसले अपलिफ्ट गर्छ। गिफ्ट अफ मिराकल्स हैन, गडको पावर चाहिँ मेनिफेस्ट हुन्छ हाम्रो जीवनद्वारा। तपाईसँग यो गिफ्ट छ भने चाहिँ गडको पावर चाहिँ मेनिफेस्ट थ्रु योर लाइफ, एन्ड पिपल विल सी द्याट गड इज अलाइभ, द्याट गड इज ग्रेट भन्ने कुरो चाहिँ देख्छ है। यो गिफ्ट भएको मानिसहरूले चाहिँ आफ्नो गिफ्टलाई चाहिँ युज गर्नुपर्दछ। इभान्जेलिजम हैन, गोस्पल प्रिचिङ गर्ने गिफ्टहरू हाम्रो मण्डलीमा हुनुपर्दछ। गोस्पल प्रिच गरेन भने मण्डलीमा नयाँ विश्वासीहरू आउनु सक्दैन। अनि यो चाहिँ हाम्रो मार्था आन्टीसँग छ हैन, उहाँले प्रिचिङ गरेर उहाँले नयाँ क्रिस्चियनहरू विश्वासीहरू चर्चमा ल्याउनुहुन्छ। न्यू टङको बारेमा मैले भनिसकेँ। यो मात्रै एउटा यस्तो गिफ्ट हो तपाईँले जुन चाहिँ यु सर्भ योरसेल्फ है, तपाईँको चाहिँ स्पिरिचुअल एडिफिकेसन हुन्छ, स्पिरिचुअल ग्रोथ हुन्छ। तपाईँले जति न्यू टङमा तपाईँले प्रार्थना गर्नुहुन्छ, बोल्नुहुन्छ, अनि यो दिस इज फर इन माई पर्सनल बिलिफ, यो गिफ्ट चाहिँ एभ्री वान, इट्स फर एभ्री वान। किन भन्दाखेरि पेन्टिकोसको दिनमा चाहिँ यो सबैलाई दिएको थियो। अनि त्यही न्यू टङलाई चाहिँ अब हेभनली यो ल्याङ्ग्वेज हो, यसलाई चाहिँ इन्टरप्रिटेसन गर्ने पनि गिफ्ट हुन्छ है। त्यो 1 कोरिन्थियन 12:10 मा लेखेको छ। तपाईँको हिलिङ गर्ने गिफ्ट हो, हिलिङ गर्ने गिफ्ट पनि हुन्छ है। निको पार्ने, तपाईँको बडीको डिजिज मात्रै होइन, तर तपाईँको इमोसन, माइन्ड, तपाईँको सोललाई नै हिल गर्ने यो चाहिँ गिफ्ट हो। प्राण आत्मा शरीरलाई नै निको पार्ने गिफ्ट हो यो गडले दिनुभएको। पास्टरिङ भनेको चाहिँ विश्वासीहरूलाई मण्डलीमा लुक आफ्टर गर्ने त्यो गिफ्ट। अनि टिचिङको गिफ्ट हैन, जुन चाहिँ हाम्रो फिबी बहिनीसँग छ। अनि लिडिङ गर्ने हो, लिडिङ मण्डलीलाई लिड गर्ने त्यो गिफ्ट पनि हुन्छ। सर्भिस गर्ने, अरूको सेवा गर्ने है। अरूको सेवा गर्दाखेरि के हुन्छ, त्यो मान्छेलाई चाहिँ एकदम त उसलाई आनन्द हुन्छ, उसलाई जोय हुन्छ। त्यो गिफ्ट पनि हुन्छ, सर्भिङ अदर, अरूलाई हेल्प गर्ने। अनि स्ट्रङ डिभाइन फेथ भएको गिफ्टहरू, डिभाइन फेथ भएको त्यो पनि गिफ्टमै पर्दछ। अनि डिजर्निङ स्पिरिट हो, यो तपाईँलाई अघि मैले भनिसकेको छु। मण्डलीमा कति मानिसहरू विच क्राफ्ट बोकेर आएको हुन्छ मण्डलीलाई डिस्ट्रोय गर्नको लागि। अनि यो स्पिरिट भएको मान्छेले उसले मात्रै देख्न सक्दछ, उसले डिजर्न, उसले फाइन्ड आउट गर्न सक्दछ। हामीलाई यो पनि चाहिन्छ हाम्रो मण्डलीमा। मर्सी हैन, मर्सीको गिफ्ट, एक्जोर्टेसन हो, अरूलाई इन्करेज गर्ने हो। डिप्रेस भएको मान्छेलाई चाहिँ उसले चाहिँ के गर्छ, इन्करेज गर्न सक्दछ। गिभिङ हो, दिन सक्ने। एडमिनिस्ट्रेसनको गिफ्ट पनि हुन्छ। अनि नलेजको भरिपुरी भएको गिफ्ट, अनि विस्डमको गिफ्ट, अनि एपोस्टलशिपको गिफ्ट हो, मेसेन्जर। यो चाहिँ उहाँको काम चाहिँ के भन्दाखेरि संसारभरि गएर मण्डली स्थापित गर्ने। सो यति भन्दै म आजको हाम्रो लेसनलाई म यहीँ राख्न चाहन्छु। आशा छ तपाईँहरूले धेरै कुरा बुझ्नु भएको छ भन्ने। सो